के रहेछ मैले पनि बुझेँ के यो गुम्बाहरूको बारेमा के छिर्न पाइदैन होइन यो यसको कारण छ के कारण के छ भने कुनै सामुदायिक गुम्बा हुन्छ सामुदायिक गुम्बामा चाहिँ त्यहाँको मेम्बरले मात्रै छिर्न पाउँछ अरूलाई छिर्न दिँदैन कुनै व्यक्तिगत गुम्बा हुन्छ एउटा कुनै रिम्पोन्सेले आफूले स्रोत साधन जुटाएर निर्माण गरेको गुम्बा हुन्छ त्यो गुम्बामा जानेको हो त भन्दा रिम्पोन्सेको चेलाहरू अथवा बुद्ध धर्म पढ्ने विद्यार्थीहरू अथवा ध्यान सिक्न आएकाहरू अथवा बुद्ध शिक्षा ग्रहण गर्न गएकाहरू हैन तिनीहरू गुरुसँग दीक्षा लिइसकेकाहरू त्यहाँभित्र जाने हो त्यहाँ गएर बस्ने त्यहाँको नियम अनुसारको आचरण गर्ने हो हैन अब त्यो गुम्बाको मेम्बर पनि हैन त्यहाँको गुरुसँग दीक्षा पनि लिएको छैन त्यहाँ बुद्ध धर्म पढ्न जाने पनि हैन त्यहाँ ध्यान सिक्ने पनि होइन त्यहाँ प्रवचन सुन्ने पनि हैन त्यो मान्छेलाई किन गुम्बामा प्रवेश दिन्छ त ऐरे गैरे नथु खैरे जसलाई मन लाग्यो जतिखेर प्रवेश गर्न पाउने त मन्दिर मात्रै हो